यति बेला उद्धारको बसलाई चाहिँ टुचिङ लगाएर पारी तान्ने प्रयास भइरहेको छ। दुईवटा जेसीबीले यसरी पारीबाट जुन फलामे डोरी यसलाई गाडी चालकहरूको भाषामा या गाडी तान्ने भाषामा यसलाई टुचिङ लगाएको भनिन्छ र गोताखोरको टोली पनि टुचिङ चाहिँ अलिक लामो यो कोसी लामो भएको कारणले गर्दाखेरि चाहिँ पारीसम्मबाट फलामे डोरी वारी गाडीमा ल्याएर दुईवटा जेसीबी मार्फत त्यसलाई तानेर गाडीले पारी यता वारी चाहिँ ठाउँ पनि धेरै नभएको र जेसीबीहरू यो भित्र आउनको लागि पनि यहाँ निकै गहिरो गाडी नै डुब्ने जस्तो अवस्थामा देखिसकेपछि अहिले टुचिङ लगाएर जो फलामे डोरी पारीबाट दुईवटा जेसीबीले तान्ने र यो गाडीलाई जुन पानीमा डुबेको छ यो कोसीमा यो पारीको डोरीमा तानेका यो डोरीले चाहिँ यो जुन पानीमा डुबेको बस छ यो बसलाई चाहिँ त्यहाँ पारीतर्फ नै यहाँ त्यो निकालियो भनेदेखि थप केही सहज हुन्छ कि गाडीभित्र केही भएका थप तथ्यहरू बाहिर खुल्छन् कि भन्ने उद्देश्यका साथ पारी पुग्न प्रयास गरिरहेको छ र पारीबाट दुईवटा जेसीबीमा टुचिङ बान्ने पनि प्रयास भइरहेको छ। नेपाली सेनाको टोली पारी जाने प्रयास गरिरहेको छ। भयो सकेन टुचिङले नि तान क्या पानीको प्रेसर त्यसमा डर हुन्छ नि त अड्क्यो क्या त्यहाँ पहिरोमा गएको नि त फलाम त अड्क्यो क्या त्यो अड्क्यो। यहाँ दुईजनाको शव बसबाट निकालेर लगेको हामीले देख्यौँ भने अहिले उद्धारको प्रयास भइरहेको छ र सशस्त्र प्रहरीको जुन टोली छ उद्धारको त्यो टुचिङलाई तान्नुपर्ने छ त्यो खोला पौडिएर नै यसरी पारी गइरहेका छन्। अब यस्तो अवस्थामा सुरक्षा निकायहरूको जुन खालको एउटा प्रशंसा हुनुपर्छ उनीहरू खटिने छन् जनताको सेवामा उद्धारमा खटिने छन्। कुनै दिन प्रहरी प्रशासन राज्यका कुनै पनि सुरक्षा निकायहरू भन्ने बित्तिकै उनीहरूप्रति जाइ लाग्ने उनीहरूप्रति चाहिँ आक्रामक देखिने जुन हाम्रो प्रवृत्ति छ त्यो पनि यस्तो अवस्थाबाट केही सुध्रिनुपर्छ भन्ने पनि लाग्छ। मिसिनले तानिहाल्छ नि हजुर मिसिनले तान त घटिहाल्छ नि त्यो कति लोड हुन्छ। यहाँ ठुलो सङ्ख्यामा तल फिल्डमा पनि मान्छेहरू देख्न सकिन्छ भने यहाँ तपाईँ जहाँबाट बस खस्यो यहाँबाट देखिन सकिन्छ। यहाँ नजिकै यहाँ जहाँ मान्छेहरूको उपस्थित देखिन्छ त्यो नजिकैबाट बस पल्टिएको जस्तो त्यहाँ देखिन्छ। तर धेरै लत्रिएर धेरैचोटि ठोकिएर यहाँबाट बस झरेको देखिन्न। एकैचोटि तपाईँको अलिअलि केही रुखका हाँगाहरू मात्रै लत्रिएको देखिन्छ भने त्यहाँभन्दा बाहेकका यहाँ त्यस्तो कहाँबाट खस्यो भन्ने नै यहाँबाट खसेर ठोकेर लडेको त्यस्तो धेरै जमिनमा बजारिएको जस्तो देखिन्न।